Good evening, everybody. Welcome to our channel, Mingma Family Ma. फ्यामिलीमा सब्सक्राइब गरिदिनु होला। आज यो चुनावको बेलामा आज भोटिङ ह्यान्ड टाइममा हामी यसरी हिँड्छौँ होइन। तर मेरो विचारमा चाहिँ के छ भने होइन, बालेनले जित्छ। दिस इज माई बालेन। आजको चुनावमा चाहिँ हामी चुनावको दिन आज 21 गतेको दिनमा चाहिँ हामी यता लाजिङ पार्टमा यताउता सिचुएसन कस्तो रहेछ हेर्न डुलिरहेछौँ है। मसँग छ सुमन। सबैले मोहल हेर्नु होला, तर मैले के हो जोस् बालेन सरलाई मैले भोट दिइरहेको छु होइन। जोस् मेरो हिसाबमा चाहिँ के लाग्छ भने बालेन सरले जित्नुहुन्छ, त्यही हो। हजुरहरूले के लाग्छ, को जित्नुहुन्छ कमेन्ट गर्नु होला है। यहाँ लाजिङ पार्ट चाहिँ पुरा सुनसान छ है। लाजिङ पार्ट वडा नम्बर 2 यस्तो सुनसान छ। हजुर यहाँ दिनमा अब अलिकति सुमन चुनावको टाइममा अलिकति अब यो भोटिङ सोटिङ हान्सम्म अलिकति सुनसान भइहाल्छ। यता जाऊ यता जोस् अब सुटे। अनि पसलहरू अहिले चाहिँ खोलेछ है, अघि खोलेको थिएन, अहिले चाहिँ खोलेछ। हजुर कहाँबाट भोट दिन जानुभयो होला यसो कमेन्ट भोट गर्नु होला। दिनुपर्छ है। नयाँ सरकार बनाउनु पर्छ भने नयाँ सरकारलाई बालेन सरलाई सिधै छाप हान्नुपर्छ, छाप। जय नेपाल, जय नेपाल घन्टी। घन्टीमा हामी चाहिँ घन्टीको सपोर्टर है, सबैजना घन्टीको सपोर्टर। जय नेपाल, जय घन्टी। कुन चाहिँ पार्टी हो, घन्टी कि घन्टी? घन्टी हो, स्वतन्त्र पार्टी। घन्टी होइन। घन्टी भने के को? घन्टी कसको? बालेन। अनि अरू कसको? बालेन, रवि, आशिका तामाङ अनि स्वतन्त्र पार्टी। भनेपछि तिमीलाई घन्टी धेरै मनपर्छ? घन्टी बजाउन नि मन लाग्छ। हो ल, दामी दामी दामी। आन्टी भोटमा के म? घन्टीमा। घन्टीमा आन्टीले भन्नुभयो है। के म? घन्टीमा। घन्टीमा कि के म होला? कसलाई? तिमीहरूको भोट कसलाई? घन्टीलाई। कसको? बालेनको हो। यहाँको बच्चाहरूलाई सबैलाई थाहा छ होइन, यहाँ घन्टी घन्टी भन्नु सबैजनालाई। यो वडा नम्बर 2 हो, लाजिङ पार्ट चोक। जोस् यहाँ जोस् सबैले मन पराउने घट्नी मात्रै छ, अरू कोही पनि छैन। बच्चालाई बालेन को हो भनेर सबैलाई थाहा। अब हामीले यहाँ पानी पुस्न सोध्छौँ, एउटा को छ यहाँ मान्छेहरू होइन। केटा हो भोट के म? अर्को भाइ बालेन दाई भने खोइ, ओइ बालेन दाई भने खोइ। अनि साथीहरू को कताबाट भोट दिनु कहाँ जानुभयो कमेन्ट गर्नु होला। हामी चाहिँ बालेनको सपोर्टर, हामीसँग साथी रहिरहनु होला। बाई बाई।